हामी चाहिँ यता खेततिर आएको छौँ है। अब खेती किसानी गर्ने मान्छे यस्तै हुन्छ हाम्रो त। यता हाम्रो वडा कार्यालय रहेछ, यो चाहिँ भरतपुर 17को वडा कार्यालय हो यो। यतातिर चाहिँ खेतहरू छन्, धेरै नै खेतहरू छन्। यतातिर बस्ती बसाउ घरहरूको धेरै तामझाम देखिन्छ यता। उताबाट चाहिँ सिधा गएपछि साधारण टाउन आउँछ। यतातिर चाहिँ हाम्रो घर भन्नुपर्छ, यतातिर चाहिँ मेन रोड हाइवेको रोड भन्नुपर्छ वडा कार्यालय। यसपछि चाहिँ यतातिर धेरै नै घरहरू छन्। घरहरू भन्दा नि अहिलेको माझमा चाहिँ यहाँ नजिकै बस्नु भएको छ, बारीको बिचमा तोरीको साग टिप्दै हुनुहुन्छ है। आज मेरो मिसेस हुनुहुन्छ अनि एकदमै यो अहिलेको तोरी सबै भ्याइसकेर मकै रोपपछिको चाहिँ एकदमै राम्रो तोरीको साग निस्किन्छ कि भर्खर औषधि हालेर भ्याइसक्यो। 8-10 दिन नै बढी भइसक्यो। अब चाहिँ खाना हुन्छ भनेर अब खाइ पनि हालौँ न भनेर चाहिँ आएको। हुन्छ कसरी गरे पनि एकदम छिटोसिन काम गर्नलाई पनि रमाइलो नि मान्छे काम गर्नुलाई एकदम मजाले टिप्नु भएको छ। मलाई त्यति साह्रो टिप्नु त आउँदैन, टिपम लगाएर एकैछिनमा। यतातिरको भ्युजहरू एकदम राम्रो यो भ्यूहरू देखिन्छ हाम्रो। यतातिर भनेको चाहिँ यो नलपरासी साइडको चाहिँ डाँडा हुन्। हजुर यसमा फुल पनि फुल्न लागिसकेको छ उता बिचमा त राम्रो हुँदैन। तोरीको फुल पनि फुलेको छ यसमा त। अब मकै र तोरी एकैचोटि ठेसा लाउँछ नि जस्तो छ यिनीहरूले। हेर त फुल पनि फुलेको छ। भन्दै थिएँ मैले, यो चाहिँ हाम्रो उता चाहिँ देखेको डाँडाहरू छन्, यो जङ्गली डाँडाहरू। यो चाहिँ नलपरासी साइडको यो अघिल्लो डाँडा चाहिँ। पछिल्लो डाँडा चाहिँ उता के भन्छ यता मगर गामहरू छ भन्छन् होइन। म पनि गएको त छैन, स्पेसली चाहिँ डेट चाहिँ मलाई पनि याद छैन। एकचोटि चाहिँ गएको हो पुग्नु आज भन्नु 10-12 साल अगाडि नै। त्यति चाहिँ थाहा छैन मलाई मगर गाम के छ कि त्यता म एकचोटि गएको। एक्ज्याक्टली ठाउँको नाम पत्ता लगाउन सकिनँ मैले। यही नै हो हाम्रो गाउँठाउँको यो परिवेश। रमाइलो छ यतातिरको ठाउँ, एकदम शान्त वातावरणमा। तर शान्त त के भनौँ, खेतीबाली गर्ने ठाउँ। यहाँबाट नजिकै पर्छ यो जङ्गल देखिएका मेरो हातको पोइन्ट पनि गरिरहेको छु मैले पोइन्ट आउट नै। यो नजिकै देखेको थोरै धेरै यो लामो रुखै हाइटवाला जङ्गलहरू छ नि। यो चाहिँ नारायणीको साइड भन्नुपर्छ। यो सानो नारायणीको ठुलो नारायणी भन्ने छ। पारिपट्टि गयो भने ठुलो नारायणीको चाहिँ भाग हो र यतापट्टि आएपछि चाहिँ सानो नारायणी छ होइन। सानो नारायणी नजिक परेपछि त्यहाँबाट चाहिँ गैडा जस्ता चिजहरू चाहिँ यतातिर आउन एकदमै सजिलो। अनि यहाँको जति पनि हुन्छ नि यो लगाएको खाद्य धान मकैहरू जस्ता अरू चिजहरू, धानहरू त्यति खाँदैन नि, मकैको बेलामा चाहिँ धेरै नै आउँछ अरे भन्ने हुन्छ। ठिकै छ ल। यतातिर त अब तोरीको साग खै एकदमै राम्रो। म चाहिँ अलिकति टाढा नै जान चाहन्छु। यता डेलमै माटोमा बस्दा नि भक्क लाग्यो। उता चाहिँ हाम्रो बुवा आउनु भएको छ, यसै खेततिरका एकदमै जमिनदार बा नै हुनुहुन्छ। त्यो चाहिँ उहाँको घर हो। देखिएको यो जुन देखिएको छ पिङ्क कलरको उहाँको घर यो चाहिँ। उहाँ चाहिँ बुवा हुनुहुन्छ, जमिनदार साहब जस्तै हुनुहुन्छ। उहाँ चाहिँ यहाँको धेरै प्लटको मालिक हुनुहुन्थ्यो र अहिलेको बसाइमा चाहिँ धेरै जग्गाहरू चाहिँ उहाँले पहिले नै बेचिसक्नु भएको पनि। यता म्याडमले के भन्दै हुनुहुन्छ भन्नुहोस्। तोरीको साग धेरै नै छ, अब यसरी टिपिराख्नुहोस्। म यसरी नै बनाइराख्छु भ्लगहरू होइन। तपाईँ चाहिँ मजाले काम गरे जस्तो नै। खुट्टा चाहिँ अलिक जोगाउनु होला, खाल्टोखुल्टीमा नहाल्नु। अलिकति टेढे भयो पनि डुडी छ। फेरि भर्खरै अपरेसन गरेर लेगामेन्ट नै गएको उहाँको चाहिँ, मेरो मिसेसको चाहिँ है। तैपनि यति काम चाहिँ गर्नुभएको छ, एकदमै खुसी लागिरहेछ। अहिले अलिकति राम्रो एक्टिभ भएको छ, धेरै खुसी छु। अझै पनि धेरै स्वास्थ्य लाभको कामना तपाईँलाई र मिसेसलाई, माया पनि धेरै। यस्तै छ हजुर, के गर्ने, हामी गाउँठाउँको मान्छे। उतातिर बाइकहरू कुद्न नि सुरु भइसकेको छ बाटोमा। कहिलेकाहीँ आइरहेको छ गाडी साडी, यसो टाइम मिलाइ आउँछ। उतातिर खेतीबाली मान्छे थुप्रै हुन्छ नि, यतातिर नि काम गर्ने छन् होइन। अहिले पनि यतातिर नि कामहरू गरिरहेको छन्। बस्ती भाउ चराउनेहरू चलाइरहेको छ। उता टाढासम्म पनि छ मान्छेहरू, धेरै नै छ काम गर्ने। यतातिर चाहिँ हाम्रो जमिनदार बुवा हुनुहुन्छ, यतातिर चाहिँ हाम्रो मिसेसले काम गरिरहनु भएको छ। मलाई चाहिँ भ्यू देखाउनलाई चाहिँ साह्रै रमाइलो लागेको, किनकि यता हाम्रो चितवन पश्चिम चितवन पर्छ होइन। एकचोटि अलिकति 0.5 पनि यसो खान पनि राम्रो हुन्छ, देखिन्छ पनि। एकदमै राम्रो छ कि, एकदमै राम्रो शान्त ठाउँ छ। यतातिर घर बनाएर बस्ने मान्छेहरूलाई चाहिँ एकदमै पिस अफ माइन्ड हुन्छ नि, एकदमै राम्रो के। जतिसुकै कामकाज जति नै भए पनि शान्त वातावरण भएपछि एउटा माइन्ड हुन्छ नि, एउटा पिस अफ माइन्ड भएपछि मान्छेलाई थकानको महसुस चाहिँ त्यति हुँदैन नि त।
त्यस्तो चाहिँ छ धेरै धेरै राम्रो र एकदम मजाको ठाउँ छ यो यतातिर गाडीहरू त्यस्तै हुन् अब ट्र्याक्टरहरू चलिरहेको हुन्छ खेतीबाली गर्ने भएपछि सबै खेतीबालीका लागि लगाएका चिजहरू छ अनि ताजा म्यामको चाहिँ सकेको छैन तोरीको सागको चाहिँ टिप्दै हुनुहुन्छ उहाँले म चाहिँ 0.5 नै रमाइलो लागेको छु एकदम राम्रो देखिन्छ एकदम भ्यू पनि देखाउँदाखेरि सरर हुन्छ यति नै एकदमै रमणीय ठाउँलाई देखाउनु मन लागेको र भएर चाहिँ हजुरलाई सानो पश्चिम चितवनतिरको यतापट्टि क्लिप्स खिचिदिएको मात्रै अनि यो तोरीको सागहरू हेर्नुहोस् एकदम राम्रो छ एकदमै राम्रो खाना लायकको साग हुन्छ कि यसलाई चाहिँ यतिखेरको चाहिँ अलिअलि किराले खाएको पनि हुन्छ थोरै थोरै सानो सानो प्वालहरू पनि देखिनु भएको छ होला चाहिँ छेदहरू परेको यो चाहिँ किराले खाएको हो यो तोरीको साग चाहिँ तोरीमा खायो भने राम्रो मकैमा चाहिँ खाएको राम्रो मानिँदैन यो चाहिँ होइन यो तोरीमा खाएको चाहिँ ठिकै छ किनकि तोरीमा खाएपछि चाहिँ किराले साग खाँदैन भन्छन् होइन औषधि पनि लगाइसक्यो अब गोडमेल गर्ने टाइममा आउनु लागेको छ मकै गोड्ने बेला नै भइसकेको छ मकै गोडिसकेपछि चाहिँ धेरै राम्रो हुन्छ ल हुन्छ यति नै हाम्रो मिसेसलाई फेरि एकचोटि देखाएर म पनि अफ गर्नेछु क्यामेरालाई